के तपाईलाई पनि बस वा जहाजमा यात्रा गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने वा बान्ता हुने समस्या छ? धेरैजसो मानिसहरूलाई यात्राको नाम सुन्ने बित्तिकै डर लाग्छ। यसलाई चिकित्सा विज्ञानको भाषामा मोसन सिकनेस भनिन्छ। तर यस्तो किन हुन्छ त? आउनुहोस्, यसको वैज्ञानिक कारण सरल भाषामा बुझौँ। हाम्रो शरीरलाई हाम्रो दिमागले चलाउँछ। दिमागलाई जानकारी दिन हाम्रा ज्ञानेन्द्रियहरू, विशेष गरी आँखा, कान, नाक, जिब्रो र छालाले महत्त्वपूर्ण भूमिका खेल्दछन्। जब हामी यात्रा गर्छौँ, तब हाम्रा ज्ञानेन्द्रियहरूले हाम्रो दिमागलाई अनौठो विरोधाभासपूर्ण जानकारीहरू प्रदान गर्दछन्। आँखाले हाम्रो दिमागलाई भन्छ हामी स्थिर छौँ, हामी चलिरहेका छैनौँ, किनकि आँखाले गाडीभित्रका सीट वा मान्छेहरू हलचल नभएको देख्छ। अनि कानले दिमागलाई भन्छ हामी हलचल गरिरहेका छौँ। हाम्रो भित्री कानमा एउटा तरल पदार्थ हुन्छ जसले शरीरको सन्तुलन कायम गर्छ। गाडी कुद्दा त्यो तरल पदार्थ हल्लिन्छ र दिमागलाई सन्देश पठाउँछ, होइन यो मान्छे त गतिमा छ। यसरी आँखा र कानबाट फरक फरक विवादास्पद जानकारीहरू दिमागमा पुगेपछि दिमाग अलमलमा पर्छ। दिमागले भन्छ शरीरभित्र केही गडबड छ, सायद त्यो मान्छेले कुनै विषाक्त पदार्थ पोइजन खाएको छ र मलाई भ्रम भइरहेको छ। त्यसैले यो विष बाहिर निकाल्न दिमागले आफ्नो पाचन प्रणालीलाई निर्देशन दिन्छ र त्यसलाई बान्ता अर्थात् भोमिट हुन्छ। कतिपयलाई त गाडीको गन्धले मात्र पनि बान्ता हुन्छ। यदि तपाईँलाई विगतका यात्राहरूमा धेरै बान्ता भएको छ भने तपाईँको दिमागले त्यो पुरानो दुःखद अनुभवलाई अहिलेको परिस्थितिसँग जोड्छ। यसलाई मनोविज्ञानमा क्लासिकल कन्डिसनिङ भनिन्छ। गाडी देख्ने वा पेट्रोलको गन्ध सुक्ने बित्तिकै दिमागले अब बान्ता गर्ने समय भयो भनेर पहिल्यै सङ्केत दिइहाल्छ। मोसन सिकनेस अर्थात् गाडीमा बान्ता हुने समस्याबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ। बाहिरको दृश्य हेर्नुहोस्। गाडीभित्र वा मोबाइलमा हेर्नुको सट्टा टाढाको स्थिर क्षितिज वा सडकको अगाडि हेर्नुहोस्। यसले आँखा र कानको सन्देशलाई एउटै बनाउन मद्दत गर्छ। सिटको राम्रो छनौट गर्नु। सधैँ गाडीको अगाडिको सिट वा झ्यालतिर बस्नुहोस्। बसमा पछाडिको सिटमा धेरै हलचल हुने भएकाले त्यहाँ नबस्नुहोस्। ताजा हावा। झ्याल खोलेर ताजा हावा लिनुहोस्। गाडीभित्रको गन्धले गर्दा गाह्रो भएमा कागती वा सुन्तलाको बोक्रा सुँघ्दा धेरै राहत मिल्छ। हल्का खाना। यात्रा गर्नुअघि धेरै चिल्लो, पिरो वा मसलेदार खाना नखानुहोस्, तर एकदमै खाली पेट पनि नहिँड्नुहोस्। अदुवा र पानी। यात्राको समयमा अदुवाको सानो टुक्रा मुखमा राख्नुहोस्। यसले बान्ता रोक्न प्राकृतिक औषधिको काम गर्छ। चिकित्सकीय सल्लाह। यदि समस्या धेरै नै छ भने यात्रा सुरु गर्नु 30 मिनेट अघि डाक्टरको सल्लाह एन्टी मोसन सिकनेस ट्याब्लेटहरू खान सकिन्छ। मोसन सिकनेस कुनै ठूलो रोग होइन, यो केवल हाम्रो दिमागले परिस्थिति बुझ्न खोज्दा हुने एउटा प्रतिक्रिया मात्र हो। माथिका उपायहरू अपनाउनु भयो भने तपाईँको अर्को यात्रा पक्कै पनि सुखद हुनेछ। तपाईँलाई यात्रा गर्दा कस्तो अनुभव हुन्छ र तपाईँलाई बान्ता रोक्न कुन घरेलु उपायहरू अपनाउनुहुन्छ? कमेन्टमा लेख्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।